आज हामी हेर्नेछौँ हाम्रो विन्डोजमा गुगल ड्राइभ कसरी इन्स्टल गर्ने। पहिला यस्तो छ, त्यसपछि यस्तो कसरी बनाउने। सुरुमा क्रोममा जाने, त्यहाँ सर्च गर्ने गुगल ड्राइभ डाउनलोड फर पीसी अनि सुरुमा दिएको लिङ्कमा क्लिक गर्ने। तल आउने, तल आएपछि डाउनलोड फर विन्डोज होला, त्यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि एकछिनमा डाउनलोड हुन्छ। म फास्ट फरवर्ड गरिदिइरहेको छु। अब यो डाउनलोडेड फाइललाई इन्स्टल गर्ने। यो .exe फाइलमा डबल क्लिक गर्ने या ओपन गर्ने। ओपन गरेपछि यस्तो खुल्छ। अब यहाँ अनचेक गरेर इन्स्टलमा क्लिक गर्ने। तपाईहरुलाई सर्टकट राख्नु छ भने त्यो चेक गरेर राख्दा हुन्छ, नभए त अनचेक गर्दा नै हुन्छ। अब यो इन्स्टल भइसकेपछि सर्चमा जाने, सर्चमा गएर गुगल ड्राइभ खोज्ने। गुगल ड्राइभ खोजिसकेपछि ओपनमा क्लिक गर्ने। अब यसले यस्तो मोडल देखाउँछ र यहाँ साइन इनको अप्सन हुन्छ। अब साइन इन गर्नलाई आफ्नो जीमेल हाल्ने र पासवर्ड हाल्ने। हालिसकेपछि साइन इन गर्ने। साइन इन भइसकेपछि यस्तो सक्सेस देखाउँछ। अब चेक गरौँ, अहिलेसम्म हाम्रो आएको छैन। अब चाहिँ यहाँ ड्राइभमा देखाउँछ। अब यो चाहिँ के रहेछ भने यसलाई चाहिँ सिंक गर्न, अब तपाईको सिस्टममा भएको फोल्डरहरूलाई ड्राइभमा हाल्नु पर्ने छ भने या हाल्न चाहनुहुन्छ भने त्यतिखेर यिनीहरूलाई टिक गरेर नेक्स्ट गरेर सिंक गर्दा भयो, हैन भने यतिकै छोडेर स्किप गर्दा भयो। अब हामी हेर्न सक्छौं गुगल ड्राइभ आइसकेको छ र गुगल ड्राइभ भित्र के छ त्यो पनि हेर्न सक्छौं हामी।